ain't the greatest, I lie. Motherfucker, we could tell that's a fucking lie. I just miss my bae so much, I think I'm just gonna cry. Ooh, I'm sobbing, feel like I'm gonna die. Ooh. Hello guys, welcome to my new video हैन सो अहिले चाहिँ हामी बेमा जाँदै छौं हामी एकजना बिजनेसम्यान टावर ब्यागमा हैन अनि उहाँ छन् हाम्रो केटाहरु छन् यहाँ अमित ब्रदर भान्जा अनि दुईटा कल्लो भान्जाहरु हैन गाइस यो चाहिँ मेरो नयाँ च्यानल हो हैन मेरो पहिला एकजना डिलिट भएर अनि मैले सो नयाँ खोलेको सो सबजनाहरु हामी अहिले बेमा जाँदै छौं हाम्रो साथीको बेमा उहाँ एउटा ब्रदरहरुले चाहिँ एउटा बाइक पखाल्दै छन् हैन अनि अरु आउँदै छन् ल गाइस बाकी कुराहरु हैन भिडियोहरु वहीँ गएर बनाउनु लगाइ कस्तो फिल भइरहेको छ अहिले चाहिँ पुरै अँध्यारो छ हैन बाल अँध्यारोमा यस्तै हो अँध्यारोमा बनाउने बाजा पुरा के रे ल भन्दा के भन्नु सर त भोलिको भ्यू हेरेर कस्तो छ हैन ल भनि चल तल भनिसकिस् हाम्रो बेहुलो सर हैन बेहुलो सर आइसकेको छ हैन यहाँ टक्कलाएर आज के भइरा अहिले के भइरा बादन बजिरहेको छ हैन
हेलो गाइज गुड मर्निङ भोलिपल्ट हो होइन अहिले हामी उठेर टक्क ताजा गरेर अनि भैँसँग मान्ने भान्जा यहाँ छन् मुख धुने गाइजहरू यहाँ कार पनि सजाउँदैछन् होइन हाम्रो बाइक त्यस्तो छ बाइक यस्तो हालत होइन खोलाएर अनि अब 8 बजीतिर आउनु भने हामी क्या अरे सो लाइट गाइज हेलो अहिले चाहिँ हामी होइन यहाँ पुरै टोइलेट आएको छौँ माथि होइन हामी आएको होइन हाम्रो दाइहरू आएको अनि यहाँ रमित भाइ छ अनि 3 जना आएको 3 बाइक लिएर आइरहेको छन् होइन अनि अझै चाहिँ छानुमा जुम गरेर हाकिरहनु भयो होइन मजालतिर खानु उहाँको चाहिँ कुरिरहनु अनि बाइकहरू आइरहेको छ डाँडो चाहिँ यस्तो रहेछ भ्यू गाइज होइन यो चाहिँ बडारे डाँडाको हुँदो रहेछ यसलाई त्यस भ्यूहरू यताउता अहिले चाहिँ कुहिरोले हुसो लगाएर डुम्बो भइरहेको केही पनि देखिरहेको छैन हक्ने टिमहरू चाहिँ होइन हाम्रो झाडी टिममा आउँदैन होइन हेरेँ एउटा झाडीमा कतिजना गयो गाइज हेर्नु नि त एकजना चिया खाजा अहिले चिया छैन 6 hours later. लेके जा मेरी जान मैं करूँगा भी क्या दिलदा सौदा इन्ना सस्ता दस और केड़ी हट विच पावांगा मैं मोल ना घटावांगा मैं तोल ना करावांगा मैं सौदा लेके जावांगा मैं जग नू बतावांगा मैं तेनू घर अपना बनावांगा मैं तेरे नाल इश्क बढ़ांगा अखियां मिलावांगा
मार्दै ढिला भइसक्यो है अब चाहिँ ढिला मार्दै ल पार्टी पर्यो भने अहिले झन् गाह्रो हुन्छ उहाँहरूलाई है